यी तीन कुरा अर्काको कहिले पनि पाउन नखोज्नु, सपनामा पनि पाउन नखोज्नु, सित्तैमा दिए पनि लिन नखोज्नु। यदि तपाईहरुले यी तीन कुरा अर्काको लिन चाहनुहुन्छ भनेदेखि तपाईहरु कुनै पनि बेला नष्ट हुन सक्नुहुन्छ। तर यदि यी तीनटा कुरा जो अरूको हो तपाई त्याग्न तयार हुनुहुन्छ भनेदेखि तपाई जुनसुकै ठाउँमा गए पनि त्यो ठाउँमा बादशाह समान भएर बस्न पाउनुहुनेछ। मैले सत्य कुरा तपाईलाई बताउँदैछु। के हो यी तीन कुरा? ध्यान दिएर सुन्नु होला। सर्वप्रथम हो, कहिले पनि अर्काको सम्पत्ति लिन नखोज्नुहोस्। अर्काको अधिकारमा भएको धन सम्पत्ति पैसा यसमा तपाई हात पनि नलाउनुहोस्। तपाई अर्काको सम्पत्ति नलिनुहोस्। किनकि यदि अर्काको सम्पत्ति लिनुभयो भनेदेखि तपाईहरु कुनै पनि बेला समाप्त हुन सक्नुहुन्छ। पर द्रव्यसु लोष्टवत भनेर विद्वानहरूले बताउनु भएको छ। अर्काको चिजबिज अर्काको धन सम्पत्तिलाई गल्लीको बिस्टा समान मानेर त्याग्नु भनेर बताइएको छ। त्यतिकै भनिएको होइन, बिल्कुल छोड्दै नछुनुहोस् है। अब व्यापार गर्दाखेरिको जुन पैसा हुन्छ त्यो चाहिँ फेरि तपाईले छुन मिल्छ, किनभने त्यो त कारोबार भयो नि। अब अर्को दोस्रो नम्बर भनेको अर्काको प्राण। जो व्यक्ति अर्काको प्राण लिन चाहन्छ त्यो व्यक्ति जहाँ गए पनि समस्यामा पर्न सक्छ। त्यो व्यक्तिलाई कहीँ पनि शान्ति मिल्दैन, सुख मिल्दैन। किन भन्दाखेरि अर्काको प्राणले सधैँभरि तपाईँलाई तर्साइरहन्छ, याद गर्नलाई सधैँभरि तर्साइरहन्छ। त्यस कारणले गर्दा कहिले पनि म अर्काको प्राण लिएर खुसी रहन सक्छु, म आनन्दले बाँच्छु भन्ने यो जुन तपाईँहरूको विचार छ यो विचारलाई आजै झिकेर फालिदिनु होला है। अब तेस्रो नम्बर, यो एकदमै महत्त्वपूर्ण छ। यो तेस्रो नम्बर हो, अर्काकी पत्नी वा अर्काकी स्त्रीलाई कहिले पनि पाउन नखोज्नु होला, कहिले पनि भोग्न नखोज्नु होला। याद गर्नु होला, अर्काको अधिकारमा रहेकी स्त्री वा पत्नीमाथि कहिले पनि अधिकार जमाउन नखोज्नु होला। शास्त्रमा बताइएको छ, यदि कसैले अर्काकी स्त्री वा अर्काकी पत्नीमाथि अधिकार जमाउन खोज्छ भनेदेखि त्यो व्यक्ति आज भोलि या पर्सि कुनै न कुनै दिन नष्ट भएर छाड्छ। ढिलो चाँडो केवल समयको कुरा मात्रै हो। कौरवहरूले अर्काको यी तीनटै कुरामाथि अधिकार जमाउन खोजेका थिए। सर्वप्रथम त उनीहरूले पाण्डवहरूकी पत्नी द्रौपदीमाथि अधिकार जमाउन खोजेका थिए, र दोस्रो कुरा पाण्डवहरूको जुन अंश हो त्यो अंशमाथि पनि उनीहरूले अधिकार जमाउन खोजेका थिए, र अर्को तेस्रो हो लाक्षागृहमा जलाएर पाण्डवहरूलाई भस्म गर्न खोजेका थिए, अर्थात् अर्काको प्राण लिन खोजेका थिए। त्यस कारणले गर्दाखेरि उनीहरूको पुरा वंश समाप्त भयो। कौरव वंश छैन नि। त्यस कारणले आदरणीय मित्रहरू, सभ्य बन्नु होला, धार्मिक बन्नु होला। किन प्रत्येक पाइला पाइलामा धार्मिक सिद्धान्तमा हिँड्ने अभ्यास गर्नु होला, र विश्वको जुनसुकै कुनामा जानु होला, जुनसुकै ठाउँमा जानु होला, तपाईँ त्यहाँको बादशाह भएर बस्न पाउनुहुनेछ। सावधान रहनु होला। सधैँभरि ईश्वरले तपाईँलाई जे दिनुभएको छ, हामी सबैलाई ईश्वरले पुग्ने गरी दिनुभएको छ, हामीहरूलाई फालाफाल हुने गरी दिनुभएको छ। तथा आफ्नो अधिकारमा जे कुरा प्राप्त भएको छ केवल ती कुराहरूमा सन्तुष्ट रहौँ, अर्कालाई दिएको कुराहरूमाथि र्याल नकाडौँ। राधे श्याम, हरे कृष्ण।